परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईहरु सम्पूर्णमा न्यानो अभिवादन। जय मसी। म निरी सामसुङ तपाईहरुको माझमा उपस्थिति भएको छु। आज पनि परमेश्वरको वचन लिएर सधैँ झै अनि तपाईहरु जति पनि देश विदेशमा छरेर रहनुभएका नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरुमा न्यानो अभिवादन छ। र यो समय तपाईहरुको माझमा आज मैले परमेश्वरको वचन एशियाको किताब है 49 अध्यायको 15 पदबाट म हेर्नेछु है। धेरै कुराहरू थियो तर म आज यो पदबाट बोल्नको लागि मलाई अगुवाई भयो है। यहाँ यसले छ कि कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिन र त्यसले त बिर्सन पनि सक्छ, तर म त तँलाई बिर्सन सक्दिन। हे मैले तँलाई मेरो हत्केलामा खोपेको छु र तेरो पर्खालहरू निरन्तर मेरै सामुन्नेमा छन्। हालेलुया। परमेश्वरलाई महिमा भएको होस्। आउनुहोस् छोटो प्रार्थना गर्नेछौँ ल। धन्यवाद प्रभु, तपाईँ महान जीवित परमेश्वरलाई यो घडी तपाईँको चरणमा आइकन हामी प्रार्थना गर्दछौँ। प्रभु आजको जुन वचन तपाईँले मलाई देखाउनु भयो प्रभु, यो वचनबाट तपाईँ बोल्नुहोस् र जुन वचन मैले बोल्दैछु प्रभु ममा होइन प्रभु, तर तपाईँ स्वयं भएर बोल्नुहोस्, ममा तपाईँ भन्नुहोस्, मलाई घटाउनुहोस्, तपाईँ बढ्नुहोस्। पवित्र आत्मा बुझ्न बुझाउन दुईतर्फ तपाईँको मध्यस्थता होस् भनेर बिन्ती प्रार्थना चाहँदै आशिष मन्त्रीको ईश्वरको नाममा आमेन। मण्डली परिवार, यहाँनिर यसरी लेखेको छ कि कुनै दुधे बालकलाई आफ्नै आमाले बिर्सिन्छ र एउटा प्रश्नबाट चाहिँ यहाँनिर यो वचन सुरु भएको छ। अनि यो चाहिँ परमप्रभु परमेश्वरले चाहिँ इजरायलीहरूलाई यो कुराहरू भन्नुभएको है। इजरायलीहरूलाई यसैया अगमवक्ताद्वारा चाहिँ इजरायलीहरू चाहिँ जुन बेलामा उनीहरू दासत्वमा थिए, उनीहरू चाहिँ एकदमै कष्टकर जीवन बिताइरहेको थिए, उनीहरूको जीवनमा धेरै कुराहरूको अप्ठ्यारो परिस्थिति हुँदै गर्दाखेरि नै परमप्रभु परमेश्वरले चाहिँ एउटा अगमबानी गर्नुभएको किताब हो यो। अनि यो चाहिँ अगमवक्ताको किताब पनि हो। यो अगमबानी चाहिँ परमप्रभु परमेश्वरले यसै अगमवक्ताद्वारा इजरायलीहरूलाई गरेको अगमबानी हो है। र आज यो वचनले चाहिँ तपाईँ र मलाई पनि अगमबानी बोल्दछ प्रियहरू। अनि कतिचोटि तपाईँ र मेरो जीवनमा पनि यस्तो खालको कुराहरू होला कि म चाहिँ बिर्सेँ होला, सबैले त्याग्यो होला, मसँग चाहिँ कोही पनि छैन होला भन्ने अवस्थामा हामी पुग्छौँ। अनि त्यो बेलामा परमेश्वरको वचनले यसरी प्रश्न गर्छ आज तपाईँ र मलाई पनि यो जेनेरेसनमा हो। अनि यो वचनले भन्छ के कुनै दुधे बालकलाई आफ्नै आमाले बिर्सन सक्छ र तर त्यसले त बिर्सिन पनि सक्छ, त्यसले त त्याग्न पनि सक्छ, तर म त तँलाई कहिले पनि बिर्सिन्न। अनि तेरो नाम चाहिँ मेरो हत्केलामा मैले खोपेर राखेको छु। अनि तेरो पर्खाल चाहिँ निरन्तर मेरो साथमा छ, मेरो अगाडि छ, मेरो सामने छ भनेर परमेश्वरको वचनले यसरी भन्दछ। अनि प्रियहरू, हाम्रो परमेश्वर चाहिँ तपाईँ र मेरो परमेश्वर चाहिँ सीमितको परमेश्वर होइन। हाम्रो परमेश्वर चाहिँ केवल तपाईँ र मलाई बिमारी निको पार्ने डक्टर जस्तो सीमित परमेश्वर होइन। अनि परमेश्वरले चाहिँ तपाईँको परिस्थिति हुँदै जाँदा कतिचोटि मानिसको जीवनमा हामी शरीरमा र संसारमा भएको कारणले गर्दा हाम्रो जीवनमा थुप्रै प्रकारको समस्याहरू आउँछ, थुप्रै प्रकारको चुनौतीहरू आउँछ। अनि कतिचोटि मानिसलाई यस्तो समस्यामा पनि पर्छौँ कि मलाई चाहिँ परमेश्वरले पनि बिर्सिनु भयो होला जस्तो लाग्छ। जब जब तपाईँको जीवनमा दुःख कष्ट आउँदै जान्छ, जब जब तपाईँको जीवनमा अभावमा परेर जानुहुन्छ, जब तपाईँको जीवनमा चाहिँ धेरै तपाईँ चाहिँ दुखी हुँदै जानुहुन्छ, बिस्तारै 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 गरेर चाहिँ आमासँग तुलना परमेश्वरले किन गर्नुभयो भने तपाईँको साथीले त्याग्छ, तपाईँको आफन्तले त्याग्छ, तपाईँको नरनाताले त्याग्छ, तपाईँको एकदमै म नजिकको मित्र हौ, तिमीलाई जति बेला पनि जस्तो सुकै परिस्थितिमा सहायता गर्छु भन्ने व्यक्तिले पनि तपाईँलाई त्याग्दै गर्दाखेरि नै कतिचोटि चाहिँ हामीलाई यस्तो लाग्छ हामी चाहिँ ठुलो भरोसा राखी पठाएका हुन्छौँ, साथीसँग आफन्तसँग भरोसा गरिराखेका हुन्छौँ। कतिचोटि मान्छेले नै एउटा बहाना हो मान्छेको कि तपाईँको लागि चाहिँ जे जरुरत परे पनि म छु, जस्तो सुकै परिस्थितिमा परे पनि म छु भनेर चाहिँ व्यक्तिहरू चाहिँ भावनामा बोलिदिन्छ है। भावनामा बोलिदिन्छ व्यक्तिले चाहिँ, एकछिनको लागि तपाईँको मन राख्नको लागि पनि बोलिदिन्छ व्यक्तिले। जब मानिसको जीवनमा दुःख पर्दै जान्छ त्यति बेलामा चाहिँ मानिसले चाहिँ जताततै ठुलो आशा गर्छ, त्यागिनुको कुराहरू गरेको छ नि। यहाँनिर दुधे बालक र आमासँगको सम्बन्ध चाहिँ कस्तो होला त? त्यो दुधे बालकले चाहिँ के गर्छ भने आफूले कहिले आफूले बनाएर खानु सक्दैन, त्यो आफै आफ्नो विषयमा प्रस्तुत गर्न सक्दैन, आफ्नो विषयमा वकालत गर्न सक्दैन होइन, आफ्नो संरक्षण आफै गर्न सक्दैन। अनि त्यो दुधे बालकलाई चाहिँ
आफ्नो जन्माउने आमाले कहिले पनि त्याग्दिनन्। तर जन्माउने आमाले आफ्नो दुधे बालकलाई चाहिँ त्यो बालकको रेखदेख खानपिन चिसो तातो सबै हेरेर चाहिँ ती आमाले चाहिँ एउटा बालकलाई सक्षम बनाउँछिन्। एउटा आमाको कर्तव्य के हो भन्दाखेरि चाहिँ नानीहरूलाई चाहिँ जन्माउनु हुर्काउनु बढाउनु धेरै दायित्व छ आमाको हातमा प्रियहरू हैन। आमाले जन्माउँछिन्, जन्माएर त्यो नानी अनिदो भयो भने आमा रातभरि अनिदो बस्छिन्। आमाले चाहिँ नानीको टाउको दुख्यो भने आमाको चाहिँ मुटु दुख्ने गर्छ। नानीहरूको हात खुट्टा ठोक्यो भने आमाको चाहिँ मुटु ठोकिन्छ। आमाहरू भनेको चाहिँ यस्तो चिज हो। अनि त्यो आमाले त्यति मात्रै गर्दैन, नानीहरू अलिकति ठुलो भए पछाडि आमाको कत्रो ठुलो सपना हुन्छ कि नानीको लागि गहरगहना बनाइदिने सपना हुन्छ। छोरीहरू छ भने गहरगहना बनाइदिने सपना, अनि नानीहरूलाई चाहिँ ठुलो मान्छे बनाउने सपना। कतिजनाको चाहिँ एकदमै डक्टर बनाउने, कतिजनाको पाइलट बनाउने, टिचर बनाउने आमाको सपना नानी जन्मिने बित्तिकै हुन्छ प्रियहरू। तर पनि कुनै दुधे बालकलाई आफ्नै आमाले बिर्सिन्न। उसले चाहिँ नानी जन्मिने बित्तिकै उसको भविष्य देखेको हुन्छ एउटा असल आमाले। तर परमेश्वरको वचनले के भन्छ भने नि आमा र बच्चासँगको सम्बन्ध चाहिँ यति गाढा भए तापनि आफ्नै आमाले बिर्सिन सक्छ र, तर त्यसले चाहिँ बिर्सिन्छ है। उसले चाहिँ जुन आमासँग माया छैन, ऊ आमाको महत्त्व आमाले बुझेको छैन, आमा को हो भन्ने कुरो उसलाई थाहै छैन भने चाहिँ आफ्नो आमाले चाहिँ बिर्सिन सक्छ। तर त्यो आमाभन्दा पनि धेरै चाहिँ म तिमीलाई माया गर्छु, तिम्रो वास्ता गर्छु, तिम्रो फिक्री गर्छु, अनि म तिमीसँग हुन्छु। अनि यसको मतलब चाहिँ के हो भने तपाईँ र मेरो परिस्थितिमा चाहिँ परमेश्वर सधैँभरि हाजिर हुनुहुन्छ प्रियहरू। अनि तपाईँ र मेरो सुखमा परिस्थिति राम्रो हुँदै गर्दाखेरि चाहिँ थुप्रै साथीभाइहरू हुन्छ, थुप्रै इष्टमित्रहरू हुन्छ, थुप्रै मानिसहरू आउँछ हैन। धेरै हाइलो हुन्छ। जब तपाईँको दुःख र कष्टका दिनहरू आउँदै गर्दाखेरि चाहिँ कोही पनि हुँदैन प्रियहरू। अनि त्यति बेलामा मानिसहरूले चाहिँ मानिसमाथि भरोसा राखेको हुन्छ। अनि मानिसले भन्छ खोइ त मलाई फलाना दाइले भेटेको, फलाना बहिनीले भेटेको हैन, खोइ त मलाई रेखदेख गरेको कसैले पनि मलाई वास्ता गरेन हैन। कतिचोटि लाग्छ मण्डलीले पनि मलाई वास्ता गरेन, इभन आफ्नो श्रीमानले पनि कतिचोटि हाम्रो अवस्थामा वास्ता नगर्ने स्थिति हुन्छ। त्यो परिस्थिति नै बनेर जान्छ क्या, वास्ता नगर्न खोजेको होइन। कतिचोटि श्रीमतीले पनि वास्ता गरेन भन्ने चाहिँ श्रीमानलाई लाग्छ। त्यो चाहिँ एउटा परिस्थिति हो प्रियहरू, उहाँहरूले चाहेर त्यागेको होइन। तर परमेश्वरले चाहिँ तपाईँ र मलाई त्यो भन्दा बढी माया गर्छु भनेर चाहिँ एउटा पुरुषको शब्दहरू यो बोलेको। यो शब्द चाहिँ अति नै गहिरो छ प्रियहरू। तपाईँ र मैले यसलाई चाहिँ एकदमै गहिरो रूपमा जब बुझ्छौँ भने नि परमेश्वर चाहिँ तपाईँ र मेरो बाउ हुनुहुन्छ। तपाईँ र मेरो भित्रको दुःख कष्ट कठिनाइ, तपाईँ र मेरो अभाव, मेरो घटी कमी खाँचो गाह्रो सबै परमेश्वरले देख्नुहुन्छ। अनि परमेश्वर चाहिँ तपाईँ र मेरो सबै कुराको चाहिँ स्रोत हुनुहुन्छ है। अनि उहाँ चाहिँ तपाईँ र मेरो चाहिँ के अरे प्रबन्धक हुनुहुन्छ। तपाईँ र मेरो सबै परिस्थितिलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ, प्रबन्ध लगाइदिनुहुन्छ प्रियहरू। अनि तपाईँको नानीलाई तपाईँले जरुरत देख्दै गर्दाखेरि चाहिँ तपाईँले के पुरा गर्नुहुन्न र? अनि तपाईँको खाँचो, तपाईँको परिस्थितिलाई चाहिँ परमेश्वरले चाहिँ पुरा गरिदिनुहुन्छ। त्यति मात्र होइन, परमेश्वरले यो प्रतिज्ञा गर्नुभयो कि यसरी भन्नुहुन्छ परमेश्वरको वचनले के त्यसले टिट्याउँदिन र त्यसले बिर्सन पनि सक्छ, तर म त तँलाई कहिले पनि बिर्सिन सक्दिनँ। अनि परमेश्वरले चाहिँ तपाईँ र मलाई कहिले पनि बिर्सिन सक्नुहुन्न प्रियहरू। कतिचोटि तपाईँ र म परमेश्वरसँग प्रार्थनामा घट्दै गर्दा पनि परमेश्वरले तपाईँ र मलाई बिर्सेको हुँदैन। कतिचोटि चाहिँ नि हामी मान्छे हो, शरीरमा संसारमा भएको कारण बैगुनी भएर परमेश्वरले हामीले पो बिर्सी पठाउँछौँ। टाढा तपाईँ र म परमेश्वरसँग हुँदै गर्दा पनि परमेश्वरले चाहिँ तपाईँ र मलाई कहिले पनि बिर्सिनुहुन्न, कहिले पनि त्याग्नुहुन्न। अनि त्यो परिस्थितिमा तपाईँहरू यो समय हुनुहुन्न होला सायद कतिजना। यो परिस्थितिमा नहुँदै गर्दाखेरि तपाईँलाई यो वचनले चाहिँ काम पनि नगर्न सक्ला। तर परमेश्वर चाहिँ तपाईँको एउटा गार्जियन हुनुहुन्छ, तपाईँको साँच्चै नै बाउ हुनुहुन्छ। परमेश्वरको वचनले यूहन्ना 14 अध्यायमा यसरी भनेको छ कि म तिमीहरूलाई चाहिँ टुहुरा छोड्दिनँ। टुहुरा चाहिँ कस्तो हुन्छ त आमा बाउ बिनाको भनेदेखि चाहिँ उसको भविष्यमा सोचिदिने मान्छे हुँदैन। टुहुरा कस्तो हुन्छ त हैन, उसको लाउने खानेकुरा, उसको सोखको विषयमा चाहिँ सोचिदिने कोही पनि मान्छे हुँदैन। टुहुरा हुँदै गर्दा चाहिँ आफ्नो आमा बाउले त्यागेर मर्दै गर्दाखेरि चाहिँ एउटा नानी चाहिँ कति साह्रो चाहिँ है टुहुरा हुन्छ त। म तपाईँलाई यूहन्ना 14 अध्यायमा फेरि लान चाहन्छु ल। अनि
यूहन्ना 14 अध्यायमा यसरी नै भनेको छ कि म तिमीहरूलाई चाहिँ कहिले पनि टुहुरा छोड्ने छैन। अनि परमेश्वरले त्यो टुहुरा छोड्दिन भन्दै गर्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ है? परमेश्वरको वचनले चाहिँ टुहुरा छोड्दिन भनेको छ। अनि आज परमेश्वरको वचनले यसरी भन्छ, म तिमीहरूका हृदयलाई व्याकुल नहौ, तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ, म माथि पनि विश्वास गर है। अनि मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्थिनँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि यसो ख्रिस्टले चाहिँ यसरी भन्नुभयो कि मेरो पिताकामा बस्ने ठाउँहरू धेरै छन्, म तिमीहरूलाई चाहिँ त्यहाँनिर ठाउँ तयार पार्न मात्रै गएको, तिमीहरू चाहिँ व्याकुल नहुनु, त्यो ठाउँमा तिमीहरूलाई बस्ने ठाउँ तयार पारेर चाहिँ म फेरि पनि तिमीहरूलाई चाहिँ के गर्नेछु, लिन आउनेछु। यहाँनिर हेर्नुहोस् त, मेरो पिताकोमा बस्ने ठाउँ धेरै छ भनेर उहाँले भन्दै गर्दा यो प्रुफ छ कि तपाईँ र मेरो पिता चाहिँ परमेश्वर हुनुहुन्छ। हालेलुया। अनि त्यो ठाउँमा तपाईँ र मेरो बस्ने ठाउँहरू धेरै छ प्रियहरू। अनि यहाँनिर यसरी लेखेको छ, म तिमीहरूलाई टुहुरा छोड्दिनँ है, म तिमीहरूलाई टुहुरा छोड्दिनँ, मेरो पिताको घरमा बस्ने ठाउँ धेरै छ, म त्यो ठाउँमा ठाउँ तयार पार्न गइरहेको छु भन्नुभयो भने यसै गरी हामीले हेर्दाखेरि चाहिँ 14:18मा म तिमीहरूलाई चाहिँ टुहुरा छोड्ने छैन, म तिमीहरूलाई कहाँ आउनेछु है। अनि यसरी प्रभु यीशु ख्रिस्टले चाहिँ चेलाहरूलाई यसरी भन्नुभएको छ प्रियहरू। अनि परमेश्वरले चाहिँ तपाईँ र मलाई कहिले पनि त्याग्नुहुन्न, कहिले पनि छोड्नुहुन्न, अनि तपाईँ र म चाहिँ टुहुरा होइन। हालेलुया। अनि कतिचोटि चाहिँ हामी बिचरा बनेर हिँडिराखेका हुन्छौँ, मेरो कोही पनि छैन भनेर बिचरा भनिराखेका हुन्छौँ, मण्डली आज बिचरा भएको छ, व्यक्ति बिचरा भएको छ, कतिचोटि म बिचरा अनि मेरो मण्डली बिचरा होइन, हामी टुहुरा होइनौँ, हाम्रो बाउ हुनुहुन्छ प्रियहरू। तपाईँ र म चाहिँ टुहुरो होइन, कहिले पनि तपाईँ चाहिँ टुहुरो होइन, तपाईँको चाहिँ पिता हुनुहुन्छ जो चाहिँ अनन्त जीवन दिन्छ, जसले चाहिँ तपाईँलाई रोगबाट निको पार्छ, जसले चाहिँ तपाईँको घटी कमी खाँचो गाह्रो अभावबाट चाहिँ छुटकारा दिन्छ, तपाईँलाई विभिन्न प्रकारको अप्ठ्यारो परिस्थितिबाट छुटकारा दिने तपाईँको बाउ हुनुहुन्छ। हालेलुया। परमेश्वरको वचनले यसरी भनेको छ कि म तिमीहरूलाई चाहिँ टुहुरा छोड्ने छैन। अनि आज धेरै मानिसहरू चाहिँ टुहुरा जस्तै जीवन जिइराखेको हुन्छ है, अर्काको आशमा, अर्काको भरोसामा जहिले पनि हिँड्ने मान्छे होइन, अर्काले गरिदेला कि, अर्काले यसरी बोलिदेला कि, मेरो पक्षमा केही गरिदेला कि भनेर आशा गरेर हिँड्ने मान्छे चाहिँ जहिले पनि आज टुहुरा जस्तै भएर हिँड्छ। अनि मण्डली पनि त्यही हो होइन, जसले चाहिँ अरूको आशा गरी हिँड्छ, मलाई यसरी सहायता गर्ला कि, मेरो निम्ति सधैँभरि प्रार्थना गरिदेला कि, सधैँभरि मलाई डोरियाइ लाग्ला कि भन्ने व्यक्ति चाहिँ के हो भने त्यो चाहिँ माया खोज्ने हो, त्यो चाहिँ टुहुरा हो। अनि आफ्ना आमा बाउ हुनेले कहिले पनि अर्काको माया खोज्दैन प्रियहरू, बुझ्यौँ नि। त्यस कारणले गर्दा आज परमेश्वर चाहिँ तपाईँको बाउ हुनुहुन्छ। अनि परमेश्वरले चाहिँ भन्नुभएको छ कि म तिमीहरूलाई कुनै रीतिले त्याग्दिनँ, कुनै रीतिले छोड्दिनँ, म तिमीहरूकामा आउँछु। आज तपाईँको घर परिवारमा कसैले पनि म तिम्रो घरमा आउँछु भन्यो भने चाहिँ आउँदैन। कतिजनाले चाहिँ आउन भने म आउँदिनँ भन्छ, आउन भने म भ्याउँदिनँ भन्छ, धेरै बहानाहरू हुन्छ प्रियहरू। तर परमेश्वरको वचनले भनेको छ कि म तिमीहरूकोमा आउनेछु। अनि कस्तो कस्तो व्यक्तिकोमा आउनुहुन्छ भने जो चाहिँ गरिब छ, दुखी छ, असहाय छ, जो व्यक्तिसँग चाहिँ कोही छैन, जो व्यक्तिको चाहिँ पक्षमा बोलिदिने मान्छे छैन, जो व्यक्तिको परिस्थिति चाहिँ गाह्रो छ प्रियहरू, त्यो व्यक्तिको घरमा चाहिँ परमेश्वर आउनुहुन्छ। अनि यो परिस्थितिमा तपाईँ कतिचोटि मेरो घर छैन, मेरो जग्गा छैन, मेरो जमिन छैन, मेरो कोही छैन तपाईँले भन्दै हुनुहुन्छ भने नि साँच्चै नै परमेश्वरको वचनले भन्छ कि उहाँले चाहिँ ठाउँ तयार पार्नको लागि चाहिँ जाइसक्नु भएको छ। त्यो ठाउँमा चाहिँ बस्ने ठाउँहरू धेरै छ प्रियहरू। तपाईँ र म चाहिँ यो ठाउँमा चाहिँ बजार भर्नु मात्रै आएको हो प्रियहरू। तपाईँ र म सुनको थालमा भात खाने पनि यो संसार छोडेर जानुपर्छ है, चाँदीको थालमा खाना खाने पनि, दिनभरि काम गरेर एक छाक खाने पनि, सबै मान्छे चाहिँ यो संसार छोडेर एक दिन जानुपर्छ। हालेलुया, हालेलुया। तर परमेश्वरले भन्नुभएको छ कि कुनै दुधे बालकले आफ्नै आमाले बिर्सिन्छ र त्योभन्दा बढी पनि म तिमीहरूलाई माया गर्छु, म बिर्सिँदिनँ। त्यति साह्रो परमेश्वरले तपाईँ र मेरो चाहिँ विषयमा रेखदेख गर्नुहुन्छ। तर तपाईँ र मेरो भरोसा चाहिँ कस्तो छ? तपाईँ र मेरो अप्ठ्यारो परिस्थिति जब पर्दै जान्छ, जब तपाईँ र म एक्लो अवस्थामा हुँदै जान्छौँ, जब तपाईँ र मेरो कहीँबाट पनि उपाय हुँदैन, जब तपाईँ र मेरो सबै ठाउँमा ढोका बन्द हुन्छ, जब तपाईँ र मेरो सबै ठाउँमा बाटो बन्द हुन्छ, त्यति बेलामा चाहिँ परमेश्वर तपाईँसँग हुनुहुन्छ। हालेलुया।
परमेश्वरले चाहिँ तपाईँलाई त्याग्नुहुन्न, तपाईँलाई कहिले पनि छोड्नुहुन्न है। अनि एकजना व्यक्तिको विषयमा म भन्ने छु होइन। अनि त्यो व्यक्तिले चाहिँ जहिले पनि दुःख पर्दै गर्दाखेरि चाहिँ पछाडि 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 पाइला हुन्थ्यो अरे क्या, 4-4वटा पाइला, उसको 2टा भयो अनि पछाडि चाहिँ 2टा पाइला सधैँभरि हुन्थ्यो अरे। तर एक दिन त त्यही पाइलाहरू चाहिँ हेरिराखेको थियो अरे। अनि अप्ठ्यारो बाटो भएर पहराको बाटो भएर जाँदै गर्दाखेरि चाहिँ त्यो पाइलाहरूले देख्दै थियो अरे अगाडि अगाडि। अनि त्यो पाइला टेक्दै 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 अगाडि बढ्दै गर्दा त एक दिन त त्यो पाइला पनि हटेछ। अनि त्यति बेलामा त्यो परिस्थितिमा त्यो व्यक्तिलाई लागेछ कि ला अब यो पाइला त थियो, यो पाइला कसको हो मलाई थाहा छैन, तर यो पाइला पनि अब चाहिँ मेटिसकेछ। अब यो पाइला पनि नभएपछि चाहिँ साँच्चै नै म संसारमा एक्लै रहेछु भनेर चाहिँ त्यो व्यक्तिले सोचेरहेछ। त्यति बेलामा एउटा आवाज यस्तो आएछ, छोरा तिमी जबसम्म तिमी चाहिँ हिँड्न सक्दैथ्यौ, दुःख कष्ट पर्दै गर्दा तिम्रो आफ्नो समस्यालाई तिमी टार्दै थियौ, त्यति बेला चाहिँ मैले तिमीलाई डोर्याएको थिएँ। तर जब तिमी चाहिँ साँच्चै नै हैरान भयौ, जब केही गर्न नसक्ने स्थितिमा भयौ, तर त्यति बेलामा चाहिँ अब मैले तिमीलाई बोकेर हिँडेको छु। अनि यो पाइला चाहिँ तिमीले जुन देख्दैछौ यो पाइला चाहिँ मेरो मेटिएको पाइला होइन, तिमीले नटेकेको पाइला हो छोरा। जुन पाइला देखेको छौ यो पाइला चाहिँ मेरो हो अनि तिमीलाई चाहिँ मैले बोकेर हिँडेको छु। हालेलुया। परमेश्वरले जब तपाईँ र मेरो दुःखको समय आउँछ त्यति बेलामा चाहिँ परमेश्वरले तपाईँ र मलाई बोकेर हिँड्नुहुन्छ। हालेलुया। परमेश्वरको वचनले यसरी भनेको छ, म तिमीहरूलाई चाहिँ बोकेर हिँड्छु, तिमीहरूको बुढेसकालको अवस्थासम्म, तिमीहरूको कपाल फुलेको अवस्थासम्म तिमीलाई म बोकेर हिँड्छु भन्नुभएको छ। अनि हाम्रो परमेश्वर चाहिँ तपाईँ र मेरो दुःखमा साथ दिने मात्र होइन, परमेश्वरले चाहिँ तपाईँ र मेरो अप्ठ्यारो परिस्थितिमा म चाहिँ बोकेर हिँड्नुहुन्छ। अनि तपाईँ र मेरो नाम आज तपाईँ र मैले लगाएको एप्लिकेसन कुन कुनामा पर्छ थाहा छैन। जब तपाईँलाई जरुरत पर्छ, खाँचो पर्छ, तपाईँले कुनै ठाउँमा गएर हालेको निवेदन चाहिँ प्रियहरू कुन कुनामा पर्न सक्छ। तपाईँ लाइनमा हुन्छ प्रियहरू, त्यति बेलामा तपाईँले लाइनमा बसेर आफ्नो निवेदन आफ्नो कुराहरू पेस गर्नुपर्नेछ। अनि त्यो खोज्दाखेरि तपाईँले लाइन बसेर टाइम लाग्छ प्रियहरू। तपाईँहरू चाहिँ कतिजनामा पर्न सक्नुहुन्छ, तर परमेश्वरले चाहिँ त्यो लाइनमा तपाईँलाई कहिले राख्नुहुन्न। परमेश्वरको वचनले भनेको छ है यसै 49 अध्यायको 16 पदमा, तर मैले चाहिँ तेरो नाम मेरो हत्केलामा खोपेर राखेको छु। अनि परमेश्वरले चाहिँ तपाईँको नामलाई हत्केलामा खोपेर राख्नु भएको छ। अनि जब दुःख पर्दै गर्दाखेरि चाहिँ तपाईँको नाम चाहिँ परमेश्वरले हत्केलामा देख्नुहुन्छ। अनि उहाँ चाहिँ तपाईँ र मलाई चाहिँ बोकेर हिँड्नुहुन्छ प्रियहरू। मलाई थाहा छैन यो वचनको बारेमा म बोल्न चाहेको होइन। अनि म तपाईँलाई भन्न चाहन्छु, मैले प्रार्थना गरेँ, म बेलुका आएँ, म धेरै नै थाकेको थिएँ, गलेको थिएँ होइन। मैले मेसेजको बारेमा त भनेको थिएँ, तर पनि होइन म केही आशिषहरू बाँड्छु, म बोल्छु, सक्छु मैले यो आशा गरेँ। अनि अघि बिहान म पाहुना हुनुहुन्थ्यो, तर कसैसँग समय नबिताइकन मैले शब्दकोश पल्टाउँदै गर्दा चाहिँ अगमवक्ताको दलहरूको विषयमा मैले धेरै कुराहरू त्यहाँनिर पत्ता लगाएँ। अनि मैले आज धेरै मानिसहरू चाहिँ अगमबानी गर्छ, तर साँचो अगमवक्ता चाहिँ कस्तो हुनु पर्दो रहेछ अनि कस्तो कस्तो व्यक्तिले चाहिँ अगमबानी बोल्छ भन्ने विषयमा मैले त्यो प्रकाश पाएँ। अनि मैले चाहिँ रेडी गरेँ त्यो वचन प्रियहरू, धेरै नै एउटा कपीमा मजाले रेडी गरेको छु है। मामा मलाई त्यो कपी दिनुहोस् भनेको कि। अनि त्यो कपीमा चाहिँ मैले वचनहरू रेडी गरेँ। जब म यहाँ आएँ अनि मैले चाहिँ आज अगमबानीको विषयमा बोल्छु भन्दै थिएँ है। अनि यसरी मैले छक्कै पदहरू लेखेर राखेको छु होइन। अनि परमेश्वर चाहिँ महान हुनुहुन्छ प्रियहरू। यहाँनिर चाहिँ अगमबानीको वचन ल्याउन जरुरी थिएन, तर परमेश्वर स्वयं एशियाको पत्रबाट तपाईँसँग चाहिँ अगमबानीमा बोल्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ परमेश्वरमा मैले तयार पारेको हो। परमेश्वरको योजना चाहिँ यसरी बदलिन्छ प्रियहरू, बुझ्नुभयो नि। अगमबानी गर्नुपर्छ, तर कसरी गर्नुपर्छ, कस्तो व्यक्तिले गर्ने रहेछ भन्ने विषयमा मैले बुझेँ। यो कुरा चाहिँ तपाईँहरूको माझमा म राख्न चाहँदै थिएँ। तर परमेश्वरले आज मलाई यो प्रुफ दिनुभयो कि परमेश्वरले चाहिँ कति माया गर्नुहुन्छ भन्ने प्रुफ तपाईँलाई चाहिएको रहेछ आज। हालेलुया। परमेश्वरले चाहिँ हामीलाई जे कुरा चाहिएको छ त्यही कुरा चाहिँ दिनुहुन्छ। आफ्नो आमाले जुन कुरा चाहिएको छ आफ्नो नानीलाई त्यही कुरा दिन्छ, तर कतिचोटि आमाले दिन जान्दैन पनि प्रियहरू होइन। तर आज परमेश्वरले तपाईँ र मेरो निम्ति चाहिँ सच्चो प्रेम गर्छु म, अनि म तिमीहरूको बाउ हो भनेर चाहिँ तपाईँलाई प्रुफ गर्नुपर्ने रहेछ। अनि आज मद्वाराबाट आज परमेश्वर बोल्दै हुनुहुन्छ प्रियहरू। अनि कतिजनाले आज परमेश्वरलाई कसरी सोचेका छौँ, कसरी राखेका छौँ, तपाईँ र मेरो भरोसा कस्तो छ प्रियहरू। कतिचोटि चाहिँ तपाईँ मेरो अप्ठ्यारो परिस्थिति हुँदै गर्दाखेरि चाहिँ हामी चाहिँ प्रार्थना कम, गनगन धेरै, प्रार्थना कम, मानिसमाथि कुद्ने धेरै, प्रार्थना कम, परमेश्वरमाथि भरोसा कम,
तर मानिसमाथि कोसिस ठुलो हामी गर्दै गर्दा हामी कतिचोटि चाहिँ नि प्रियहरू हामी पुरा जयमसी गर्न नछोडे तापनि आत्मामा धेरै ब्याकस्लाइड भइरहेका हुन्छौँ। तर परमेश्वरमाथिको भरोसा चाहिँ तपाईँहरू मेरो यस्तो हुनुपर्छ, उहाँ चाहिँ तपाईँहरू बाउ हुनुहुन्छ। हालेलुया। अनि बाउले चाहिँ नि जहिले पनि आफ्नो छोराछोरीलाई डोर्याउनुहुन्छ होइन, डोर्याउने मात्र होइन काँधमा बोक्नुहुन्छ। मलाई सम्झना छ, मेरो बुवाले मलाई काँधमा बोक्नु भयो अनि मेरो बुवाले चाहिँ मेरो मामाले घरमा छोड्नु भएन। सानो बेलामा म मामालाई घरमा गएको थिएँ, बुवा आमा म। मेरो बुवा मान्छेको घरमा बेसी बस्नु मन नपराउने है, मेरो बुवा चाहिँ आफ्नै घरमा बस्नुपर्छ, मान्छेको घरमा घरिघरि जानु हुँदैन होइन। अनि मान्छेसँग धेरै सम्बन्ध पनि गाँसेको राम्रो होइन भन्ने खालको चाहिँ मेरो बुवाको विचार थियो। अनि मम्मी म मेरो बुवा मामालाई गयौँ। अनि मामालाई गए पछाडि चाहिँ बिचरा आमालाई मामालाई बस्ने मन लाग्यो होला, आमाले चाहिँ ढिलो 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 गर्दा गर्दै त रात परिगयो। अनि त्यहाँदेखि मेरो बुवाले चाहिँ मलाई के गर्नुभयो भने लु जाउँ नानी घरमा भन्नुभयो। अनि म चाहिँ आमातिर कुद्दै थिएँ, अनि बाउले चाहिँ मलाई ठ्याप्पै पारेर यहाँ राख्नुभयो। अनि म सानो थिएँ, मेरो बाउको आँखा कोतर्दे कान कोतर्दे, अब मैले कान कोतर्दा बाउले मलाई माउले जान दिनुहुन्छ कि भनेर कान कोतर्दे, र पनि मेरो बुवाले मलाई छोड्नु भएन। आँखा कोतर्दे र पनि मेरो बुवाले मलाई छोड्नु भएन। मलाई सानोदेखि चाहिँ म ट्यालेन्टेड मान्छे है, सबै बुद्धि ज्ञानहरू चाहिँ आइराखेको व्यक्ति थिएँ। सानो सानोको कुरा मलाई थाहा छ। लगभग म 5 वर्षको थिएँ होला। अनि मैले चिच्याउँदा पनि बुवाले मलाई छोड्नु भएन। बरु बुवाले मलाई के भन्नुभयो, म घरमा पुगेर तँलाई मिठाई दिन्छु, मिश्री दिन्छु, के दिन्छु भन्नुभयो। भयो क्या, नरिवल दिन्छु, तर हाम्रो घरै जाउँ, हामी चाहिँ यो चाहिँ मामालाई घर हो, यो चाहिँ मेरो घर होइन, यहाँ बस्नु हुँदैन छोरी, तिमी र म घर जाउँ भन्नुभयो। अनि जब म घर आएँ मेरो बुवासँग होइन, म रुँदै थिएँ, रुँदा रुँदै रुँदा रुँदै म धेरै रुवाएँ, धेरै जिद्दी गरेँ। म चाहिँ बस्दिनँ बुवा, म मामीसँगै जान्छु, म मामालाई घरै बस्छु भन्दा पनि मेरो बुवाले मेरै घरमा ल्याउनु भयो। आखिरीमा म आफ्नै घरमा आएँ। अनि मेरो घरमा चाहिँ जब आइपुगेपछि मम्मी हुनुहुन्थेन, तर मेरो बुवाले साँच्चै नै मलाई मिश्री पनि दिनुभयो होइन। अनि मलाई मिश्री फुटाएर दिनुभयो, नरिवल दिनुभयो। अनि एकछिन त आमा खोजेँ, अनि मैले त्यो मिश्री अनि त्यो नरिवल मेरो बुवाले काखमा राखेर खुवाउनु भयो। अनि जब म बिमारी हुँदै गर्दा चाहिँ मेरो बुवाले मलाई छातीमा सुताइदिनु पर्थ्यो। जब बुवा बाहिर जानुभयो भने मलाई अति नै न्यास्रो लाग्थ्यो मेरो बुवाको। अनि त्यहाँदेखि बुवासँग म खेल्थेँ। अनि बुवाले चाहिँ अरू कुरा केही खेलाउन जान्नुहुन्थ्यो, भुगुत्ती खेलाउने भनेर है बुवा चाहिँ। अनि बुवाको घुँडामा बसेर हामी त्यसरी खेल्थ्यौँ होइन। अनि बुवाले चाहिँ हामीलाई त्यसरी खेलाउनुहुन्थ्यो नि। अर्को कुरा चाहिँ यस्तो पलेटी मारेर बुवा बस्नुहुन्थ्यो नि, त्यहाँ माथि बस्ने। अनि बुवाले चाहिँ हामीलाई चाहिँ यसरी उचाल्नु पर्ने, यस्तो खालको बुवालाई हामीले गर्थ्यौँ। मेरो बुवाले यति साह्रो हो त्यस्तो गरेर माया गर्नुहुन्थ्यो। अनि खेलाउँदै ल्याएर मेरो बुवाले त्यो दिनुभयो। अनि उहाँले चाहिँ मलाई त्यो काखमा लागेर चाहिँ उहाँले यसरी उचालेपछि चाहिँ अनि त्यो कुराहरू चाहिँ मैले मामालाई घर बिर्सेँ होइन। अनि वास्तवमा मेरो घर चाहिँ त्यो मामालाई घर थिएन होइन। त्यहाँको परिस्थिति, त्यहाँको माहौल, त्यहाँको अवस्था कस्तो थियो होइन। मेरो बुवालाई किन बस्नु मन लाग्ने त्यो बुवा जान्नुहुन्छ, त्यो प्रभु जान्नुहुन्छ। तर मेरो बुवाले मेरो घरमै ल्याउनु भयो क्या मलाई। त्यस्तै नै आज हाम्रो बुवाले, हामी कतिचोटि चाहिँ मैले त्यो सानो बेलामा जिद्दी गरेँ जस्तै हामी चाहिँ अर्को ठाउँमा जाने जिद्दी गर्छौँ, अर्को बाटोमा हिँड्न जिद्दी गर्छौँ, हामी चाहिँ कुबाटोमा हिँड्न जिद्दी गर्छौँ। कतिचोटि हामी चाहिँ आफ्नै इच्छाले गर्न पाए हुन्थ्यो, परमेश्वरलाई सिकाउन खोज्छौँ। कतिचोटि हामी पनि हाम्रो व्यवहारले हामी परमेश्वरलाई कतिचोटि कोतारिदिन्छौँ होला। तिनीहरू कतै तपाईँले हाम्रो पितालाई कोतार्नु भएको त छैन। कतिचोटि तपाईँ र मैले पनि नि मेरो जस्तै हामीले हाम्रो स्वर्गीय बाउलाई कतिचोटि कोतारेको छौँ होला प्रियहरू। तर हाम्रो पिताले जसरी होस्, तपाईँले मैले कोतारे तापनि, तपाईँले मैले चोट पारे तापनि, तपाईँले मैले अपमान गरेँ तापनि परमेश्वरको वचनमा येशू ख्रिस्टले टुरा छोड्दिन भनेर है यो प्रतिज्ञा गर्नु भने अर्को ठाउँमा दुधे बालकलाई आफ्नै आमाले बिर्सिन्छ, तर बिर्सिन्न। यसको मतलब चाहिँ तपाईँले उहाँलाई कोतारे तापनि थियो, तपाईँले उहाँलाई अपमान गर्नुभएको थियो भने तापनि उहाँले तपाईँलाई बिर्सिनुहुन्न। तपाईँ टाढै जाँदाखेरि चाहिँ हाम्रो परमेश्वर चाहिँ हुनुहुन्छ। तपाईँलाई हेर्दै गर्दाखेरि उहाँको पनि मन छ प्रिय। अनि हाम्रो बुवा हामीले त्यागेर जाँदै गर्दा उडन्ते पुत्रको कुराहरू हामी सुनौँ। उडन्ते पुत्रले चाहिँ टाढा आफ्नो बाउसँग हरिसाप मागेर सबै चुक्ता गरेर आफ्नो अंश लिएर गएको नि होइन। त्यहाँनिर उसको लागि चाहिँ उसले सम्बन्ध तोडेको, तर आफ्नो बुवाले जहिले पनि बाटो हेरिराख्नु भयो। ऊ चाहिँ सुँगुरको लिदी सोर्ने अवस्थामा पुग्यो, ऊ लटपट भएर चाहिँ सुँगुरको चारो खाने अवस्थामा पुग्यो। ऊ चाहिँ फोहोर भएर आउँदा
आफ्नो बुवाले कहिले पनि त्याग्नु भएन। उहाँलाई चाहिँ छिटो छिटो अङ्गालो मार्नुभयो, सुनको औँठी लगाइदिनु भयो, जुत्ता र नयाँ वस्त्र लगाइदिनु भयो प्रियहरू होइन। औँठीले चाहिँ के बुझाउँछ भने अधिकार बुझाउँछ, वस्त्रले चाहिँ के बुझाउँछ धार्मिकता बुझाउँछ होइन। अनि आज हाम्रो बुवाले पनि तपाईँहरू मलाई यस्तै माया गर्नुहुन्छ प्रियहरू। यो मात्रै होइन, तपाईँहरू मेरो कदम कदममा परमेश्वर हुनुहुन्छ। यदि कदम कदममा तपाईँहरू म भरोसा गर्दैछौँ भने आज परमेश्वरले चाहिँ तपाईँहरू मेरो नजिक आएको चाहनुहुन्छ, तपाईँलाई काखमा राख्न चाहनुहुन्छ प्रियहरू। तर तपाईँहरू मैले चाहिँ कसो गर्छ भने तपाईँहरूमा चाहिँ मोबाइल चलाएर उब्रेको टाइम मात्रै उहाँलाई दिन्छु भने कतिचोटि हुनुहुन्छ र आज तपाईँहरू मैले यसरी रुँदैछौँ भने नि प्रियहरू हामी पनि रुनुपर्छ। परमेश्वरले चाहिँ तपाईँहरूले यति ठुलो प्रेम गर्नुभयो, यति ठुलो कि तपाईँहरू मेरो आमाले बाउले नगर्ने प्रेम चाहिँ उहाँको प्रतिज्ञा चाहिँ कहिले पनि झुटो छैन प्रियहरू। परमेश्वरको वचनले यही भनेको छ कि आफ्नै आमालाई होइन तुलना गर्नुभएको छ होइन। कतिजना आमाहरूले आज नानीहरू झ्यासमा फ्यालेको छ, घुर्यानमा फ्यालेको छ, खोलामा बगरमा बिचरा नानीहरू सबै कमिला कमिला भएर आफ्नै आमाले त्यागेको कारण अर्कै आमा बाउले एडप्ट गरेर लगेको छ प्रियहरू होइन। जत्तिकै माया गरे पनि लाउन खान प्रशस्त दिए पनि पढाए पनि आफ्नै जन्माउने आमा जस्तो एडप्ट गर्ने आमा कहिले पनि हुँदैन प्रियहरू, बुझ्नुभयो नि। अनि आज हाम्रो परमेश्वर चाहिँ साँच्चै नै त्योभन्दा बढी तपाईँलाई माया गर्नुहुन्छ। तर कतिचोटि तपाईँहरू म चाहिँ अपमान गर्छौँ, हामी बैगुनी छौँ, हामीले चाहिँ परमेश्वरले मेरो अगाडि आऊ मेरो छोराछोरी भन्दै गर्दा के हामी त्यसरी जाँदैछौँ प्रियहरू। अनि आज परमेश्वरले चाहिँ यो प्रतिज्ञा गर्नुभएको छ होला तपाईँको जीवनमा कति साह्रो दुःख कष्ट हुँदैछ भने तपाईँको बाउमा हुनुहुन्छ, तपाईँ भरोसा गर्नुहोस्। कतिचोटि मान्छेले मैले यसरी भनेको सुनेको छु, के जानु चर्च, के गर्नु सेवा, मेरो त भत्तामुङ्ग भइराखेको छ भनेर भनेको हामीले कतिचोटि सुनेको छ। त्यो चाहिँ तपाईँको कोसिस, जबले त्यसो गर्नुभयो भने चाहिँ तपाईँको परिस्थितिलाई तपाईँले आफै फेस गर्नुपर्ने हुन्छ। तर यदि साँच्चै नै म मेरो बाउको घरमा जान्छु भने तपाईँ साँच्चै परमेश्वरसँग बातचित गर्छु भनेर मण्डली आउनुहुन्छ भने सेवा गर्नुहुन्छ भने परमेश्वरले तपाईँको त्यो परिस्थिति कहीँबाट कसै गरेर पनि त्यो परिस्थितिलाई चाहिँ के गर्नुहुन्छ टारेर छोडिदिनुहुन्छ। हालेलुया सरी। अनि हाम्रो परमेश्वर चाहिँ कति असल हुन्छ। अनि मलाई यो एउटा रोहित थापाको गानाले चाहिँ साह्रै मन छोयो क्या। त्यो शब्द चाहिँ कस्तो भन्दा चाहिँ त्यो हेराइ त्यो माया त्यो अङ्गालो त्यो आशिषको घर मेरो पनि छ एउटा घर मेरो बुवाको घर। अनि यो गाना लेख्दै गर्दा अवश्य घर नहुँदै गर्दा पक्कै पनि चोट खाएर लेखेको हुनुपर्छ। हरेक गायक गायिकाले लेख्नुको उद्देश्य अनि उनीहरूको जीवनमा हरेक कुराहरू पढेर लेखेको हुन्छ। अर्को हरफमा उहाँले कस्तो शब्द लेखेको छ होइन, चोट छ गहिरो जीवनमा लर्खराउँदैछ पाइलाहरू। अनि उहाँको हृदयमा जब चोट लाग्यो गहिरो त्यति बेलामा पाइलाहरू लर्खराउँदै गर्दाखेरि चाहिँ उसले लेखेको हुनसक्छ। सरी, मैले पनि गाना लेख्दै गर्दा नि जब मेरो परिस्थिति आयो नि मैले त्यही परिस्थितिमा मैले गानाहरू मैले लेखेको अनि मैले गाएको गानामा पनि त्यस्तै गाना लेखेको छ होइन। प्रेमी मित्र हुँ भन्नेले पनि रोपिदियो मुटुमा भाला बन्यो, अब म क्रिस्टको बाटोमा सधैँ हिँड्छु घाइते भए पनि। अनि साँच्चै नै म घाइते भए पनि मैले प्रण गरेको कुरा चाहिँ आज मैले पुरा गर्नेछु। अनि आज यो लेख्दै गर्दा नि अवश्य उसको घर नभएर सायद घरबेटीले पो उसलाई सताएको थियो कि। अनि उहाँले भन्नुभयो मेरो पनि छ एउटा घर मेरो बुवाको घर। अनि यहाँनिर अघि मैले पढ्दै गर्दा परमेश्वरको वचनले यसरी भनेको छ कि म मेरो पिताकोमा बस्ने ठाउँ थुप्रो छ, म तयार पारेर आउँछु। होला आज तपाईँलाई घरबेटीले निकाल्दैछ, तपाईँ रुनु पर्दैछ, कोठा भाडा नपाएर रुनु पर्दैछ। अघि मैले सम्झिँदै थिएँ मेरो भाइ बहिनीहरू, अनि भित्र मेरो आँसु निस्क्यो। मलाई कसैले नदेखिकन मेरो आँसु बरर निस्क्यो। प्रभु मेरो भाइ बहिनीहरूको घर भएको भए कति असल हुन्थ्यो होला जस्तो मलाई लाग्यो। अनि अस्तिको समय हाम्रो बहिनी सन्जुको जीवनमा यस्तै भयो, त्यो धौता हालेर जानु पऱ्यो घर खोज्दै। आज कोपिला बहिनीको हालत पनि यस्तै भएन, उनीहरू मिल्नु सकेन अथवा
के भयो थाहा छैन। घरबेटी गरिब दुःखी हुँदाखेरि चाहिँ बहुत गाह्रो छ गरिब दुःखीलाई अर्कालाई रिजाएर अर्काको घरमा पैसा तिरेर बस्दाखेरि धेरै गाह्रो हुन्छ प्रियहरू। कतिचोटि हाम्रो बोली बोल्दै गर्दा हाम्रो बोलीमै मन पराइदिँदैन, कति अप्ठ्यारो हुन्छ। तर संसारमा केही नहोला तर हाम्रो बुवाको घर छ। हालेलुया। येशू ख्रीष्टले भन्नुभएको छ म त्यो ठाउँमा ठाउँ तयार पारिदिन्छु। येशू ख्रीष्टले चाहिँ तपाईँ र मेरो निम्ति त्यो ठाउँमा ठाउँ तयार पारिदिएको छ। तपाईँ र मेरो बुवाले तपाईँ र मलाई त्याग्नुहुन्न। अनि तपाईँ र म बिचारा होइन, हामी चाहिँ टुहुरा होइन। टुहुराले चाहिँ जहिले पनि के सोच्छ, आफूले खाने दिनभरिको भोजनको लागि मात्रै सोच्छ प्रियहरू। तर मेरो परमेश्वर चाहिँ वर्तमान भविष्य भूतकाल सबै सोच्ने परमेश्वर हुनुहुन्छ। तपाईँको वर्तमान पनि उहाँलाई थाहा छ, तपाईँको भविष्य पनि तपाईँलाई परमेश्वरले बनाइदिनुहुन्छ प्रियहरू। जब तपाईँको नानीको भविष्यको लागि तपाईँले रुपियाँ पैसा जम्मा गर्नुहुन्छ नि, त्यहाँनिर एउटा रोग बिमार लाग्यो भने तपाईँको 10 लाख रुपियाँ जम्मा गरे पनि सकिन्छ प्रियहरू। तर तपाईँ दिनरात गएर भन्नुहोस् त मेरो नानीको भविष्य प्रभु तपाईँले सुधारिदिनुहोस्, परमेश्वरले चाहिँ त्यो जिम्मा लिनुहुन्छ प्रभुले। यदि तपाईँ साँच्चै नै इमान्दार परमेश्वरको अगाडि जानुहुन्छ भने तपाईँ र मेरो निम्ति चाहिँ माथि घर छ। माथि चाहिँ यस्तो बिल्डिङ छ, त्यो हातले बनेको बिल्डिङ होइन, कहिले भत्किँदैन, कहिले लड्दैन प्रियहरू। परमेश्वरले चाहिँ कति असल ठाउँ दिनुभएको छ। अनि आज परमेश्वरको वचनले तपाईँहरूलाई यसरी भन्नुहुन्छ, म कहिले त्याग्दिनँ, कहिले पनि छोड्दिनँ। हालेलुया। परमेश्वरले तपाईँलाई कहिले पनि त्याग्नु भएको छैन। हाम्रो जीवित परमेश्वरलाई धन्यवाद भएको छ। आजको वचनबाट हुन्छ यहाँबाट म बिदा हुन चाहन्छु। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको छ है।